अब उहाँको नाम ए, उहाँको नाम बी, उहाँको नाम सी, उहाँको नाम डी। अब एकजनाको सिट छ भने यहाँ कसले बाजी मार्यो त? उहाँ भनेपछि बीले बाजी मार्नुभयो। उहाँ सिफारिस हुनुहुन्छ, उहाँ सिफारिस हुनुहुन्छ। किन? उहाँले 58 र 50 ल्याउनु भएको छ, 108 ल्याउनु भएको छ। 40 त सबैले कटाउनु भएको छ नि, ल हेर्न त। उहाँले पनि 47 र 7 2 9 4 4 8 हैन यति ल्याउनु भएको छ। उहाँले पनि 5 2 7 4 4 8 यति ल्याउनु भएको छ। उहाँले पनि 5 2 3 5 4 9 यति ल्याउनु भएको छ। तर उहाँले धेरैले जित्नुभयो। दुईटा सिट भएको भए के हुन्थ्यो? दुईटा सिट भएको भए दोस्रोमा ए आउनुहुन्थ्यो। पास त अरू पनि हुनु भएको छ त, यत्रो यत्रो अङ्क ल्याउनु भएको छ हो। कुरा के बुझ्नु पर्यो भने दोस्रो चरणमा जस्तो पहिलो चरणमा 45 आउँदा नाम निस्क्यो, 45 आउने जति सबैको निस्क्यो, जय जय भो, ठिक छ। तर दोस्रो चरणको लिखित दोस्रो र तेस्रो पत्रमा 40 आउने बित्तिकै तपाईको नाम निस्किन्छ भन्ने सुनिश्चित हुँदैन। कसको नाम निस्किन्छ भन्ने सुनिश्चित हुन्छ त उसो भए भन्दाखेरि सहभागी परीक्षार्थीहरू मध्येबाट सबैभन्दा बढी अङ्क जसले ल्याउँछ उसैको नाम क्रमशः निस्किन्छ भन्ने सुनिश्चित हुन्छ। कुरा बुझ्नुभयो? अब फेरि अर्को समस्या के छ भने अब पहिला प्रथम चरण हैन, पहिलो पेपरको नम्बर पनि जोडिन्थ्यो। पहिलो पेपरको नम्बर जोडिन्थ्यो। मानौ तपाईले पहिलो पेपर 100 अङ्कको हुन्थ्यो भने तपाईले 100 मा 48 वटा मिलाएर हैन 48 × 2 96 अङ्क ल्याउनु भएको थियो। दुईटा नजानेको छोडिदिनु भएको थियो, 96 चोक्कै बसेको थियो। अब त्यो 96 पनि जोडिन्थ्यो। अनि अर्कोले चाहिँ हैन अर्कोले 25 वटा मिलाएर 50 अङ्क ल्याउनु भएको थियो भने उहाँले कतिले जित्नुभयो? धेरैले जित्नुभयो। अनि त्यो उहाँले रिटर्नमा ठिकै गरे पनि 40 41 ल्याए पनि रिटर्नमा जम्मा 40 41 ल्याए पनि उहाँले जिके आइक्यू राम्रो थियो, फर्स्ट पेपर राम्रो थियो भने उहाँले हेर्नु त उहाँ 50 ल्याउनु भयो, उहाँले 96 ल्याउनु भयो। यहाँ कति नम्बरको फरक पर्यो? ल 96 ल्याउनु भने ल उहाँले 70 ल्याउनु भयो, उहाँले 50 ल्याउनु भयो। ल भने 20 अङ्क फरक पर्यो। र 20 पनि यहाँ जोडिन्थ्यो। तीनटै जोडिँदाखेरि त अनि यताबाट अलि चाहिँ हैन रिटर्नमा अलि कमजोर भएको चाहिँ फर्स्ट पेपरले तान्न सक्थ्यो, फर्स्ट पेपरबाट जोडिन सक्थ्यो। अब फर्स्ट पेपरको अङ्क जोडिँदैन। फर्स्ट पेपरमा तपाईको जजसको 45 प्रथम पत्रमा जसको 45 जजसको 45 आउँछ, 45 आउने सबै पास। अनि यो 45 जुन आयो फर्स्ट पेपरको यो यी ढुस भयो, सक्यो। 45 आयो त्यही ढुस भयो। 45 आउने जति अल टोटल सबै पास। तर अब दोस्रो पत्र, तेस्रो पत्र ल हेर्नुस्। अब यो पनि 100 अङ्कको हुन्छ, 40 ल्याउनै पर्छ। अब यसमा चाहिँ तपाईले प्र्याक्टिस गर्नु पर्यो, अब्बल गर्नु पर्यो। 70 सम्म आउन सक्छ, 65 ल्याउनु पर्यो एउटामा हैन। एउटामा चाहिँ तपाईको चाहिँ 68 ल्याउनु भयो भने अनि बवाल भएन। अब यो 65 र 68 को ल्याउनेको नाम निस्किन्छ कि 41 र 45 ल्याउनेको निस्किन्छ? यसको नाम निस्किन्छ। अब त्यो फर्स्ट पेपरमा अघिले मानौ फर्स्ट पेपरमा अघि कसैले 20 नम्बर 30 नम्बरले जितेको थियो भने यो 30 जोड्दा उहाँको यो 45 र 41 अलि कभर हुन्थ्यो। ल उहाँले चाहिँ फर्स्टमा 40 मात्रै ल्याउनु भयो, 40 मात्रै ल्याउनु भएछ। ल के अरे 45 मात्रै ल्याउनु भएछ, जस्ट पास हुनु भएछ। फर्स्ट पेपरमा 45 मात्रै ल्याउनु भएछ, ल जस्ट पास हुनु भएछ भने एकछिनको लागि भने अब उहाँको कति भयो? 5 1 6 4 4 8 9 10 11 116 भयो। किनकि उहाँले 30 नम्बरले 45 + 30 पाउनु है। यो जोडौँ 45 41 अनि उहाँले चाहिँ 55 65 75 फर्स्टमा 75 ल्याउनु भयो। 55 10 11 7 8 7 15 16 ल 161 ल्याउनु भयो। फर्स्ट पेपर राम्रो हुनेले सेकेन्ड र थर्डमा थोरै ल्याउनु भयो। सेकेन्ड र थर्ड राम्रो हुनेले फर्स्ट पेपरमा 45 मात्रै ल्याउनु भयो। 5 10 8 18 12 13 16 17 12
5 5 10 8 18 1 6 6 12 4 16 17 ल उहाँले ल हेर्नुहोस् उहाँले रिटर्नमा लिड गरेर उहाँले चाहिँ फर्स्ट पेपरमा थोरै ल्याए पनि उहाँले जित्नुभयो। उहाँले फर्स्ट पेपरमा धेरै 75 ल्याउनुभयो तर पनि सेकेन्डमा थोरै सेकेन्ड थर्डमा थोरै भएको कारण भारी चाहिँ अन्तरले जित्नुभयो। कुरो बुझ्नुभयो नि। त्यही भएर अब मैले भनेको हुन्छु अब जसको लेखनसिप छुरा हुन्छ उसैको राष्ट्र सेवक बन्ने सपना पूरा हुन्छ। जसको लेखनसिप छुरा हुन्छ उसैको राष्ट्र सेवक बन्ने सपना पूरा हुन्छ। लेखन नभइकन फेरि भनिदिन्छु रिसाए बरु रिसाउनुहोस्। रिटन स्किल नभइकन सरकारी जागिरमा जुन लोकसेवा आयोगले लिने तपाईहरुको पाठ्यक्रममा अहिले समेटिएको जुन रिटनका चाहिँ पत्रहरू छन् विषयगत स्किल नभइकन क्षमता नभइकन जागिर खान गाह्रो छ है। रिटन भनेको मैले अघि भने सामान्य हाम्रो बुझाइले हाम्रो हैन हाम्रो अन्डरस्ट्यान्डिङ जुन छ त्यो लेभलले मात्रै हुँदैन। त्यसका लागि रिटनको टीका पाठ घोक्ने कुन घोक्ने त्यो पनि म भनिदिन्छु। टीका पाठ घोक्ने, ओपनिङ पाठ घोक्ने, ल बडी पाठ तपाईले बुझ्नुस्, ल बुझ्ने र फेरि क्लोजिङ पाठ घोक्ने, किनभने निष्कर्ष पनि मिठो चाहिन्छ। कुरा बुझ्नुभयो हैन। जस्तो तपाईले मेरै हेर्नु न, मेरो जस्तो चाहिँ मेरो एउटा किताब छ बजारमा 8848.86 भन्ने किताबको नाम हो। यो किताबमा हेर्नुस् टीका पाठ कस्तो छ, ओपनिङ कस्तो छ, बडी कस्तो छ अनि क्लोजिङ कस्तो छ। यो छक्का, यहाँ एउटा चौका, एउटा 1 रन, ल एउटा डटै खाइएछ अरे हैन, एउटा अर्को ल 2 रन, 4 5 6 1 2 3 4 5 6 हैन, 1 2 3 4 ल एउटा डटै खाइएछ अरे यो छक्का। ल हेर्नुस् यो स्ट्राटेजी हुनुपर्छ तपाईको। किन तपाईको टीका पाठ भनेको एकदमै यो फर्स्ट इम्प्रेसन हो। यसमा छक्का त्यो देख्ने बित्तिकै त्यसको अर्थ आओस् छक्का। ओपनिङ पार्ट भनेको एकदम फर्स्ट इम्प्रेसन हो, त्यो पनि छक्का। अब बडी पार्टमा त्यो लेख्दै जाँदा कहीँ बिग्रिन सक्छ। एउटा चौका प्लस अर्को 1 रन प्लस अर्को डट, रन ल्याउन सकिएन। तर फेरि लास्टमा छक्का 1 2 3 4 5 6 6 18 19 21 22 23 रन आयो एक ओभरमा हैन। किन क्लोजिङ तपाई आफै भन्नुस्। ल एकछिनको लागि प्र्याक्टिकल कुरा गरौँ क्या। ल तपाई हेर्नु त, तपाई पनि पढ्नु भएको छ, त्यतिकै नपढ्ने केही नबुझेको लोकसेवा पनि यो संसारमा हुन्छ र नेपालमा छ र भने नबुझेको त आउनु भएको छैन यहाँ लाइभमा। यत्रो बुझेको साथीहरू आउनु भएको छ। तपाईलाई कपी चेक गर्न दियो भने तपाईले यसो कपी चेक गर्दा कसैले कपी तपाईको हातमा पर्यो भने त्यो लेख्नेले 13औं लाइनमा के लेखेको छ, त्यो लेख्नेको 7औं लाइनमा के छ, 9 लाइनमा के छ हेर्नुहुन्छ कि तपाईले अगाडिका ध्यान दिएर अगाडिको एउटा फर्स्ट सेकेन्ड लाइन हेर्नुहुन्छ। अभियसली तपाईले यहाँ ढाट्नुभयो भने पनि तपाईलाई कपी चेक गर्नु सुरुको एउटा दुई तीनटा लाइन हेर्नुहुन्छ कस्तो लेखेको रहेछ हैन। हो त्यो सुरुको ओपनिङ पार्ट भनेको तपाईको फर्स्ट इम्प्रेसन हो। त्यही भएर ओपनिङ पार्ट घोक्नुपर्छ। ओपनिङ पार्ट घोक्नुपर्छ। त्यो हेर्नुहोस् त्यो छ। केवलजीले मैले हिजो किने भन्दै हुनुहुन्छ त्यो 8848.86 मा हेर्नुहोस् त प्रत्येकको टीका र ओपनिङ छ। त्यो तपाईलाई त्यो फेरि त्यो चाहिँ एकदमै घोक्ने गरीको एकदमै क्वालिटी युक्त हुनुपर्छ। त्यो भनेको फर्स्ट इम्प्रेसन हो नि त हैन। हो तपाईले कपी चेक गर्न दियो 2-3 लाइन 4 लाइन पढ्छ, ओहो कस्तो राम्रो लेखेको छ भन्नुहुन्छ। के लेखेको छ गजाङ गुजुङ त्यही कुरा घुमाएको घुमाइ छ
हैन। सामान्यतया साधारण अर्थमा फलाना ल्याटिन भाषाबाट, अर्को चाहिँ अरबीबाट आएको, यस्तो यो साँच्चीकै भन्ने हो भने भन्नु नै